नमस्कार साथीहरू, आज पनि म तपाईहरुलाई मेरो युट्युब च्यानल मार्फत तपाईहरुलाई दक्षिण कोरियामा स्काटे गेमको खेल चौर मैदान देखाउनका साथै दक्षिण कोरियामा चाहिँ एउटा प्रशिक्षकले एउटा विद्यार्थीहरूलाई कसरी स्काटे गेम चाहिँ खेलाउँदै रहेछन् भन्ने तपाईहरुलाई प्रत्यक्ष देखाउन गइरहेको छु। भने यो भनेको स्काटे गेमको खेलको मैदान रहेको छ भने अब तपाईहरुलाई प्रत्यक्ष रूपमा यो गेम एउटा शिक्षकले धेरै विद्यार्थीहरूलाई एकै पटक सिकाउन गइरहेको छ। त्यही भिडियो चाहिँ जस्ताको त्यस्तै तपाईहरुलाई देखाउन गइरहेको छु। खेल सुरु हुनुभन्दा अगाडि भने तपाईहरुलाई थाहै नै छ, विदेशमा विशेष गरी कुनै पनि गेमको भिडियो रूपमा लिनको लागि त्यहाँको अनुमति भने मैले लिइसकेको छु। अब हेरौँ यहाँको स्काटे गेमको भिडियो तपाईहरु सामु प्रत्यक्ष रूपमा देखाउन गइरहेको छु। हेर्नुहोस्, एउटा प्रशिक्षकले भने विद्यार्थीहरूलाई सिकाउँदैछ भने विद्यार्थी जानी नजानी उभिरहेको छ भने यहाँ विद्यार्थी भाइ बहिनीहरूले भने हेर्नुहोस् त सर, त्यहाँ नजिकै भएको अङ्कलले भिडियो गरिरहेको छ, के तपाईले अनुमति दिनुभएको छ भनिरहेको छ। शिक्षकले पनि मैले अनुमति दिइसकेको छु भनिरहेको छ। अब भने प्रशिक्षकले खेल सुरु गर्न लागिरहेको छ भने सिजाक भनेको सुरु गर्नुहोस् भनिरहेको छ। अब सिटी पनि फुक्दैछन् र विद्यार्थी भाइ बहिनीहरू पनि एकदमै तयारी अवस्थामा रहेको छ। ल, खेल सुरु भएको छ है त। अब हेर्नुहोस्, स्काटे गेम यसरी खेलाउँदैछ। प्रशिक्षकले भने विद्यार्थीलाई सिकाउँदैछ विपरीततर्फ भनिरहेको छ। दुसेट भनेको 1 2 3 भनिरहेको छ। हेर्नुहोस् 1 2 3 भनेको छ। सुरु गर्नुहोस् विपरीततर्फ। त्यसरी नै धकाल्नुहोस् भनिरहेको छ। 바로 반대 자, 손 봐봐. 손 여기야. 쭉 밀고 셋 시작. हात माथितिर भनिरहेको छ। यसरी गर्नुहोस् भनिरहेको छ। 1 2 हात परिवर्तन गर्नुहोस्। यसरी गर्नुहोस् भनिरहेको छ। प्रशिक्षकले भनेको एउटा विद्यार्थीले यसरी नै सिकाउँदैछ।
तपाईहरु यसै गेमलाई आनन्दित तरिकाले हेर्दै मनोरञ्जन लिनुका साथै केही शिक्षा पनि लिन सक्नुहुनेछ। एक दुई तीन हात माथितिर हात यतातिर नभई माथितिर सिधै माथितिर लानुहोस्। एक दुई हात माथितिर एक दुई खुट्टा अगाडि हात पछाडि खुट्टा अगाडि हात पछाडि एक दुई हातले धकाल्ने खुट्टा अगाडि लाने भन्दै सिकाइरहेको छ। हेर्नुहोस् तपाईहरु यस भिडियोलाई हेरेर तपाईहरुले पनि आफ्नो बालबच्चालाई यसरी नै सिकाउन सक्नुहुनेछ भन्ने आशा लिएको छु। यहाँ भने एकदमै रिल्याक्स तरिकाले प्रशिक्षकले विद्यार्थीहरूलाई केही खेलका नियमहरू बताइरहेको छ भने अहिले यहाँ ससाना भाइ बहिनीहरूले अब निकै नै राम्रो प्रस्तुति दिएर खेललाई अगाडि बढाउने छन्। जहाँ हरेक खेलको आफ्नै नियम हुन्छ। हेर्नुहोस् त्यहाँ प्रशिक्षकले भने यसरी गर्नुपर्छ भनिरहेको छ। ल सबैजना अगाडि आउनुहोस् भनिँदै बोलाइरहनु भएको छ। सम्पूर्ण भाइ बहिनीहरू पनि थकित भएर आराम गरिरहेको अवस्थामा छन् भने अब यहाँ खेलको प्राय निर्धारित समय सकिएर अब भने यिनीहरू घरतिर लाग्नको लागि प्रशिक्षकले आजको लागि यति नै भन्दै केही बिदा गर्ने निर्णय गरिरहेको छन् भने विद्यार्थी भाइ बहिनीहरूलाई अब केही समय घर जानुभन्दा अगाडि खेलका नियमहरू सिकाएर पठाउने गर्ने गरिएको देखिन्छ हामी। यहाँ केही भाइ बहिनीहरू चाहिँ थोरै अलिकति फेरि पनि सिक्छु सर भनेर सिक्दै रहेको छ। हेर्नुहोस् प्राय सम्पूर्ण भाइ बहिनीहरू पनि घरतिर लागिरहेको छ भने
थप केही समय सिक्ने विद्यार्थीहरूलाई को लागि भने हरेक ठाउँका शिक्षकहरूले केही समय छुट्याएर पनि सिकाइरहेको हुन्छ। यो विश्वको जुनसुकै ठाउँमा पनि सिकाउने गर्दछन्। 왼발 셋 다시 손 바꿔 이거 올라가요 이만큼. 그렇지 밀어 셋 다시 손 바꿔 이만큼 올라가 밀어 셋 손 바꿔야지 이거 밀어 셋 놓고 다시 하나 이거 셋 다시 하나 여기 셋 다시 하나 팔 안 내려오게 딱 고정. 바뀌었어 잘 바뀌었어. 그렇지 다시 손 바꿔서 밀고 손 바꿔서 밀고 손 바꿔. 그렇지 손 올라가 다시 손 바꿔서 손 내려오게. 그렇지 쭉 올리고 있어.